नामिबियासँग केही लागेन नेपालको 23 रनले हार्यो नेपाल। वुमन्स डे महिला टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला अन्तर्गत बुधबार खेलिएको आफ्नो चौथो खेलमा पनि नेपाली टोली पराजित भएको छ। युगान्डामा सञ्चालन भइरहेको श्रृङ्खलामा नामिबियाले नेपाललाई 23 रनले हराएको हो। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 125 रन बनाएको थियो। त्यस्तै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 102 रन मात्र बनाउन सकेको हो। जारी श्रृङ्खलामा हालसम्म 4 खेल खेलेको नेपालले 1 जित र 3 हारको नतिजा निकालेको छ। जारी श्रृङ्खलामा यसअघि पनि नेपाली टोली नामिबियासँग 6 विकेटले पराजित भएको थियो। नेपाली टोलीले एक खेलमा भने आयोजक युगान्डालाई 1 विकेटले हराएको थियो। आजको खेलमा भने नेपालको लागि ब्याटिङतर्फ ओपनर साना प्रवीणले 31 रनको योगदान गरेकी थिइन्। उनले यही श्रृङ्खला मार्फत सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन्। उनले जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै 37 बलमा 31 रन हिर्काएकी थिइन्। त्यस्तै अर्को ओपनर सम्झना खड्का भने 2 रनमै पेभेलियन फर्किएकी थिइन्। तेस्रो नम्बरमा क्रिज सम्हाल्न आएकी पूजा महतोले 15 रन बटुलिन् भने उनले 14 बलमा 2 चौका प्रहार गरेकी थिइन्। त्यस्तै कप्तान इन्दु वर्मा पनि 15 रन बनाउँदै आउट भएकी हुन्। उनले 15 बलमा 1 चौका हिर्काउँदै 15 रन बनाएकी थिइन्। 5औं नम्बरमा क्रिज सम्हाल्न आएकी अनुभवी खेलाडी रुबिना छेत्री पनि 7 रनभन्दा अगाडि बढ्न सकिनन्। कविता जोशीले अभिजित 17 रन र ममता चौधरीले अभिजित 8 रन बनाइन् भने नेपालले अतिरिक्त रूपमा 7 रन पाएको थियो। त्यस्तै नामिबियाकी बलर एबेलिना गेजारुकुवाले 2 विकेट लिएकी थिइन्। त्यसअघि पहिला ब्याटिङको निम्तो पाएको नामिबियाका लागि यास्मिन खानले सर्वाधिक 45 रनको योगदान गरेकी थिइन्। तेस्रो नम्बरमा क्रिज सम्हाल्न आएकी विकेटकिपर ब्याटर यास्मिनले 44 बलमा 5 चौका हिर्काएकी थिइन्। साथै नामिबियाले अतिरिक्त रूपमा 11 रन पाएको थियो भने नेपाली टोलीकी बलर ईश्वरी विष्टले सर्वाधिक 3 विकेट लिएकी थिइन्। उनले 4 ओभरमा 40 रन खर्चिएर 3 विकेट हात पारेकी हुन्। त्यस्तै अर्का बलर रचना कुमारी चौधरीले पनि 2 विकेट हात पारेकी थिइन्। अन्य बलर रिया शर्मा र इन्दु वर्माले पनि समान 1-1 विकेट लिएकी थिइन्। जारी श्रृङ्खलामा नामिबियाले पनि आफ्नो चौथो खेल खेलेको हो भने नामिबियाको यो दोस्रो जित हो। 2 खेलमा भने नामिबिया पराजित भएको छ।